चाइनाले जति टफ छु भनेर गेम खेले पनि यो चेसको गेममा हार चाहिँ चाइनाकै हुन गइरहेको छ। किनभने चाइनाले पनि डलरमै ट्रेड गरिरहेको छ। चाइनाका धेरैवटा कम्पनीहरू न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टेड भएर अमेरिकामा ट्रेड गरिरहेका छन् र ट्रम्पको यतिसम्म पावर छ कि ती कम्पनीहरूलाई डिलिस्टिङ गर्न पनि सक्ने क्षमता अमेरिकाको छ। त्यो भएपछि चाइनाले अमेरिकामा आएर डलरमा ट्रेड गरिरहेको छ भने उसले टफ प्ले गरेर जित्न नसक्ने स्थिति छ। जो चाहिँ डोनाल्ड ट्रम्पको जुन टेरिफको वार चलिरहेको छ अहिले, ट्रेड वार चाइना र अमेरिका बिचमा चाहिँ अस्ति ट्रम्पले 34% टेरिफ उनीहरूलाई 50% डिस्काउन्ट भनेर लगाएका थिए। तर चाइनाले चाहिँ त्यसलाई के भनेको छ भने हामी पनि तिमीहरूलाई 34%कै 34%को टेरिफ ब्याक लगाउँछौँ भनेर टफ प्ले खेल्न गइरहेको छ। र अमेरिकाले ट्रम्पले आज के रिस्पोन्ड गरेका छन् भने यदि चाइनाले त्यो 34%को रिटालिटोरी टेरिफ हटाएन भने अब ट्रम्पले उनीहरूलाई 50% बढाएर 50%मा पुर्याउनेछन् जुन चाहिँ टेरिफ चाइनालाई। त्यो हुँदाखेरि चाहिँ अब चाइनाले टफ जति खेल्छ उनीहरूको स्टक मार्केट अमेरिकाको पनि क्र्यास भइरहेको छ। अमेरिकाको पनि भन्नुहुन्छ नि सर्ट टर्ममा चाहिँ अहिले $5 to $10 ट्रिलियन लस भइसकेको छ अमेरिकन मार्केटमा। अब नबेचुन्जेल त लस होइन, तर त्यो जुन भ्यालुएसन छ त्यो चाहिँ $5 to $10 ट्रिलियन S&P 500, न्यासड्याक, डाउ जोन्स इन्डस्ट्रियल यी सबै जोडेर $5 to $10 ट्रिलियन सम्मको चाहिँ एस्टिमेट छ, जुन चाहिँ अहिले डिक्रिज भएको छ। तर अमेरिकामै ट्रेडिङ भइरहेको छ, अमेरिकामै छन् यी सबै कम्पनीजहरू। त्यो हुँदाखेरि अमेरिकाले त जहिले पनि त्यो बुमिङ ब्याक ल्याउन सक्ने स्थिति छ। अमेरिका जहिले पनि डाउनफल र अप ट्रेन्डमा जहिले पनि जानेवाला छ। तर सबैभन्दा ठुलो प्रेसर कसलाई हुन्छ भन्नुहुन्छ नि, जो चाहिँ बाहिरबाट बसेर इन्टरनेसनल बसेर अमेरिकामा ट्रेड गरिरहेका छन् तिनीहरूलाई अन्तिममा सबैभन्दा ठुलो प्रब्लम हुन गइरहेको छ। त्यो हुँदाखेरि चाहिँ अब चाइनाले 50%को टेरिफ पाउनुभन्दा अगाडि यो 34%को टेरिफ उसले जुन लगाएको थियो अमेरिकाले त्यो हटाएन भने चाहिँ अब ट्रम्पले त्यो अर्को चेस मुभ गर्न गइरहेका छन्, जुनले चाहिँ आज स्टक मार्केट एकदमै फेरि क्र्यास गरिरहेको छ। अमेरिकामा बसेर इन्भेस्ट गर्दै हुनुहुन्छ र स्टक पनि तपाईँको इन्भेस्टमेन्ट छ भने चाहिँ सिट बेल्ट लगाएर बस्नु होला। यसमा प्यानिक सेल पटक्कै नगर्नु होला, किनभने अन्तिममा विन अमेरिकाकै हुन गइरहेको छ। यहाँ जुन गेम डोनाल्ड ट्रम्पले खेल्दैछन् यो गेमलाई बुझ्न एकदम जरुरत छ, किनभने यो टेरिफको गेम अरू टेरिफ जस्तो होइन। डोनाल्ड ट्रम्पको टेरिफ 2018मा हेर्नुभयो भने 18मा पनि यस्तो मार्केट क्र्यास भएको थियो कि ट्रम्पले यहाँ धेरैवटा गेम हेर्दैछन्, जुन चाहिँ अहिले 30 इयर्सको मोर्गेज हेर्नुभयो भने 30 इयर्सको मोर्गेज झरिरहेको छ। ट्रम्पको गेम भनेको यो मोर्गेज रेटलाई सस्तो बनाउने पनि छ। अर्को 10 इयर ट्रेजरी यिल्डलाई हेर्नुभयो भने 10 इयर ट्रेजरी यिल्ड झरिरहेको छ, यो जुन चाहिँ झर्न सकेको थिएन। अब यहाँनिर बन्ड यिल्ड बढिरहेको छ। अब बन्ड यिल्ड बढेपछि के गर्छ भने अमेरिकाले सबैजना बन्ड यिल्डमा बढिसकेपछि 10 इयर बन्डमा गइसकेपछि अमेरिकाले चाहिँ उसको जुन डेप्थ छ त्यो रिफाइनेन्स गर्ने गेम खेलिरहेको छ यहाँ डोनाल्ड ट्रम्पले। यो स्ट्राटेजीलाई बुझ्नु पर्यो हामीले। के हुन्छ भने त्यो जुन डेप्थ छ त्यसलाई चाहिँ रिफाइनेन्स गर्यो भने अमेरिकाको डेप्थ उनीहरूले जुन इन्ट्रेस्ट तिर्दै थियो अमेरिकाले त्यो इन्ट्रेस्ट सस्तोमा तिर्छ।